दसैँ त हरेक वर्ष आयो, तर बाल्यकालको जस्तो रमाइलो दसैँ फेरि आएन। जब हरेक सालको दसैँका दिनहरू नजिक नजिक आउँछ अनि मेरो बाला दिनका दसैँका सम्झनाले सताउन थाल्छ। सायद सबैलाई मलाई जस्तै हुन्छ होला, ती बाला दिनका रमाइला दिनहरू बेग्लै हुँदा रहेछन्, जो स्मृतिको पर्दाबाट कहिल्यै नहट्दो रहेछ। दुधका धारा जस्ता कलकल बग्ने पानीका छहराहरू, नीलो आकाश, न हिलो न धुलो न जाडो न गर्मी, त्यसैमाथि फाँटभरि पहेँलपुर धान बहेली खेलेर झुलेको छ। गाउँका युवा युवतीहरू ताँती लाएर सालको पात टिप्न जान्थे, तोरी पेल्न मिलमा जान्थे, घर सिँगार्नको लागि कमेरो माटो गेरु माटो लिन जान्थे। घर सिँगार्थे, स्कुल मठ मन्दिर पनि त्यसै गरी नै सिँगारिन्थ्यो। सबै गाउँलेहरू जुटेर बाटोघाटो पुल पुलेसोहरू मर्मत गरिन्थ्यो। युवाहरू जम्मा भएर भन्ज्याङ चौतारीमा लिङ्गेपिङ चर्केपिङ हालिन्थ्यो अनि गाउँभरिका युवा युवतीहरू जम्मा भएर कति रमाइलो गर्थे। नवरथाभरि पिँढीमा झुन्डिएको रेडियोमा बज्ने मालसिरी धुनले मनभरि दसैँका साङ्गीतिक तरङ्गहरू लहराइदिन्थ्यो। दुर्गा भवानी महाकालीका भजन अनि देवी र दानवका युद्धका नाटकहरू बजिरहन्थे। कोटघरमा फुलपातीको बढाई, कालरातीमा सोरठी मारुनीको नाच, घर घरमा पकाइने विभिन्न परिकारका रोटी मिठाईहरूको सुगन्धले गाउँ नै मङमङ हुन्थ्यो। क्लबहरूले घर घरबाट तन्ना कमल गुन्द्रीहरू उठाएरै भए पनि मैन्टोलको उज्यालोमा देखाइने सांस्कृतिक कार्यक्रमको आफ्नै महत्त्व थियो। दसैँका लागि बाबाले किनेर ल्याइदिएको नयाँ नयाँ कपडा लगाएर टिका थाप्न गाउँभरि घुम्दाको रमाइलो, चङ्गा उडाउँदाको रमाइलो, मिठो मिठो खायो खेल्यो घुम्यो, जता गए पनि दसैँ नै दसैँ। दसैँ बिदामा सक्नुपर्ने धेरै होमवर्कले कुटु कुटु मन खाए पनि किताब कापी निकाल्न मनै लाग्दैन थियो। जब कलेजको जीवन सुरु हुन थाल्यो, दसैँको भिडले गाडीमा सिट नपाए पनि छतमै झुन्डिएरै भए पनि घर फर्किनुको मजा बेग्लै हुन्थ्यो। सारा परदेशीहरू, लाहुरेहरू, कर्मचारीहरू त्यसरी नै घर फर्किनेको ताँती हुन्थ्यो। दुःख सुख जे जस्तो भए पनि गाउँमा ऐचो पैचो सरसापट्टि गरेरै भए पनि सबैले मिठो चोखो खाएको, नयाँ नयाँ कपडा लगाएको देखिन्थ्यो। लामो समयसम्म विद्यालय, कलेज, सरकारी अफिसहरू बिदा हुने हुनाले सबैमा एक खालको उन्मुक्तिको महसुस हुन्थ्यो। समयले फड्को मार्दै गयो, देशमा जनयुद्धको लहर आयो, गाउँ खाली हुँदै गयो। एउटै घरका साइला माइला पनि कोही जङ्गल छिरे, कोही सहर छिरे। एका घरका दाजुभाइ र आफन्तमा समेत रिसिबी र अविश्वासको स्थिति पैदा हुन थाल्यो। ओल्लो घर र पल्लो घरका छिमेकीहरूमा पनि शङ्का उपशङ्का पैदा हुन थाल्यो। सहरमा हुनेहरू गाउँ जान सकेनन्, गाउँमा हुनेहरू सहर छिर्न सकेनन्। त्रासै त्रासमा आफ्नै बाबुआमाको हातको टिका थाप्न घर जान समेत सकेनन्। समयले कोल्टो फेर्यो। हुन त गाउँमा अहिले बाटो पुग्यो, बत्ती पुग्यो, पानी पुग्यो, सबै सुविधा पुग्यो, तर गाउँका युवा युवतीहरू संसारका कुना कुनामा पुगे। गाउँ बस्ती खाली खाली छ। गाउँमा युवा युवती देख्न पाइँदैन, कसैलाई भेट्न रमाउन पाइँदैन। कोही परदेशी दसैँ मान्न आइहाले पनि अपेक्षाकृत रमाइलो नभएर गाउँ शून्य शून्य महसुस गर्छन्। आखिरी यति सुन्दर संस्कृति भएको देशमा के पो कमी थियो र? यदि कमी थियो त असल नेतृत्वको कमी त होला, होइन र? आशा गरौँ, कामना गरौँ देशले असल, इमान्दार र राम्रो नेतृत्व पाओस्। सबै नेपालीहरूमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।